7औं वार्षिक उत्सवमा पनि आफ्नो सानो कविता गाउनु भएको थियो र उहाँले आफ्नो कवितालाई कन्टिन्यू राखिरहनु भएको छ। पक्कै पनि भोलि एउटा पोएट्री भएर यस विद्यालयमा ठुलो स्पिच कार्यक्रम दिनुहुनेछ भन्ने हामीले अपेक्षा राखेका छौँ। नमस्कार, मेरो नाम आरव लम्साल हो। म कक्षा 1 मा पढ्छु। म हजुरलाई एउटा कविता भन्छु। आजको हामी कोपिला फक्रिएर फुल्नु छ, भविष्य लेख्ने हातमा कापी कलम बोक्नु छ, देशको लागि जुट्नु छ, धेरै अघि बढ्नु छ। मेरो पहिलो रोजाइ मेरो स्कुल पाठशाला, असल मानिस बन्नलाई उन्दैछु नि ज्ञानको माला। मैजा आफू बग्लेर डुबाइ किनारा लगाउने, सही र गलत सिकाउने, मेरो हौसला बढाउने, मेरो प्यारो शिक्षक सफल भविष्यको रक्षक, पढी लेखी ठुलो असल मान्छे हुने, लिनु पर्छ रक्षे चन्द्रमालाई छुने, सपना देखाउने बाबुआमा पुरा गर्ने स्कुल, गन्तव्यमा पुग्नलाई चिन्नुपर्छ मुस्किल, फुलेर सुगन्ध छर्नेछु, असल बाटोमा हिँड्नेछु, मेन्ती मेरा दुई हातलाई सधैँ सत्कारमा गर्नेछु। थ्याङ्क यू। आरवलाई धेरैलाई थाहा थिएन कि स्कुलको बारेमा